Hello, welcome to my YouTube channel. आजदेखि चाहिँ मैले भ्लग स्टार्ट गरेको कि कति दिन चाहिँ मैले गर्न सक्दो रहेछु हेर्छु ल भ्युजै आउँदैन अन्त के भन्छ रिचै बढ्दैन अल्छी लाग्छ हौ। पहिला पनि ट्राई गरेको नि त गर्नु त तर फेरि स्टार्ट गर्नु मन परेर गरेको। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो बुढाले चाहिँ आज नि बेबी साग टिप्दै यहाँ अहिले चाहिँ रफली थापेको बानीमा धोको होइन धोको होइन। यो फुल पनि रोपेको थियौँ कि यो फुल कस्तो मजाको रोपेको थियौँ। आधी त यो यहाँ सबैमा थियो क्याटरपिलरले सबै खाइदियो। केही खानु दिँदैन क्याटरपिलरले हामीलाई। तितर हो तितर तितर भने चाहिँ खान्छ अरे तितरको पासो थापेको अहिले थिएन होइन। अनि यहाँ चाहिँ यत्रो भइसकेको छ। यो चाहिँ डल्ले खोर्सानीको चाहिँ यो के भन्छ बिरुवा यत्रो भइसकेछ। 1 महिनाहरू भयो होला यो छरेको पनि। सानो गार्डनमा यहाँ लाम्चे खोर्सानी चाहिँ पुरा फलिरहेछ है। लाम्चे खोर्सानी पुरा फलिरहेछ यहाँ भित्रभित्र छ। यहाँ अलिअलि धनियाँहरू छ। यहाँ टमाटर फल्दैछ। अनि यहाँ साग अलिअलि रोपिरहेको छौँ। अन्त ऊ पर दुईवटा उयसमा चाहिँ बाहिर निस्केको घाम पुरा भयो। अर्को साग लाल साग र कुनै के को साग छ अरे। यो खोर्सानी चाहिँ म चाहिँ खोर्सानीको फ्यान भएर होला कि खोर्सानी चाहिँ मेरो जान हो जान।